रवि लामिछानेज्यू जो मेरो आमाको मावलीपट्टिको आफन्त पनि हुनुहुन्छ, आमाको मावली हो। उहाँ अहिले भैरवा कारागारमा गर्मीमा थुनिनु भएको छ। अब यता डिपी हरियालजीको नेतृत्वमा खुब खुसियालीको पञ्चेबाजा ढोल पिटिँदैछ, केक काटिँदैछ, मिठाई बाँडिँदैछ भने यो खुसी के को लागि? तर अहिले रविजीले जेलबाट सन्देश पठाएको भन्ने कुरा त आयो, तर त्यसको आधिकारिकता छैन। रविजीले के पठाउनु भयो त्यस्तो चमत्कारी चिठी? अब प्रदेश हामी मान्दैनौँ, यसको पक्षमा छैनौँ। संविधान पुनर्लेखन गर्नुपर्छ, संशोधन गर्नुपर्छ भन्ने म्यासेज उहाँले पठाउनु भएको रहेछ। उहाँले आफ्ना विश्वास पात्र मार्फत सन्देश दिएको होला। फेरि त्यो पार्टीभित्र स्वर्णिम वाग्ले लगायतका मान्छे संघीयता जसरी पनि चाहिन्छ, नाइ मलाई त्यही केटी चाहिन्छ सहीमा उफ्रिताफ्री गर्ने व्यक्ति। रवि पक्षकी चाहिँ प्रदेश चाहिँदैन भन्ने, फेरि पूर्व काङ्ग्रेसकै नेता कार्यकर्ता स्वर्णिम वाग्ले फेरि संघीयता चाहिन्छ, प्रदेश चाहिन्छ, कहाँ हुन्छ भनेपछि अब राष्ट्रपति पार्टी त गोल्टिने भयो नि त। अब अलिकति कन्ट्राडिक्सन छ। अब स्वर्णिम वाग्ले मनिष शाहहरू संघीयता जसरी पनि चाहिन्छ, धर्मनिरपेक्षता चाहिन्छ, गणतन्त्र चाहिन्छ भन्नुहुन्छ। रविजी पनि वस्तुत गणतन्त्रमा टिक्नु भएको छ, धन्यवाद छ। त तपाईँको कुरा के छ भने हिजो रवि लामिछाने सञ्चारकर्मी थिए, पछि उनको भूमिका बदलियो, राजनीतिकर्मी भए। अब अहिले यो संसद अवरुद्ध हुने कुरो भनेको राष्ट्रपालले इतिहासमै पहिलोचोटि गरेको त होइन नि। अब यो परम्परा के भइदियो भने बेल घेराउ गर्ने, रस्टम घेराउ गर्ने, माइक तोडफोड गर्ने, ब्रिफकेस तोड्ने, सदनमा आन्दोलन गर्ने, सडकमा गर्ने, यो खालको तमासाबाजी त भइरहेछ। एउटै एजेन्डा छ, रमेश लेखकको राजीनामा। म रमेश लेखकतिर के भन्न चाहन्छु भने तपाईँको कारण सिङ्गो संसद बन्धक छ, बजेट पास हुने कुरामा हर्डल छ, बाधा अवरोध छ भने बाधा अवरोध फुकाइदिनुहोस्, बाधा अडचन फुकाइदिनुहोस्, राजीनामा दिनुहोस्। तल राष्ट्रपाको साथमा राप्रपाले पनि विरोध गरिरहेछ। यो राप्रपा भनेर त जहाँ धमिलो पानी देख्छ त्यहाँ जाल फ्याँकिहाल्छ बल्छी। यति बेला हाम्रो साथ हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा नेता पुण्य गौतमजी हुन्छ। सर नमस्कार। हजुर के छ पछिल्लो समयमा तपाईँ बिजी हुन्छ र साथसाथै हाम्रो सम्पूर्ण एसटिसी मिडिया टिमको तर्फबाट हजुरलाई भर्खर हजुरको छोरी जन्मेको उपलक्ष्यमा हजुर बाबा हुनुभएकोमा हजुरलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। तपाईँले त अब इटा टोलमा बसेर भगवान् श्री पशुपतिनाथको मन्दिर अगाडि बसेर हजुर पुण्यदायी तपाईँको छोरी हुन्छन्, घरमा लक्ष्मी आउँछन्। अब पहिलो छोरी छँदैछन्, दोस्रो छोरो भयो, तेस्रो सन्तानको रूपमा तपाईँलाई पुत्री लाभ हुन्छ भनेर जे भन्नुभएको थियो। अब धेरैले छोराछोरा भनिरहेको थिए, मेरो लागि छोराछोरी बराबर। अझ म छोरीको चाहनामा थिएँ, ठ्याक्कै तपाईँको जिब्रोमा सरस्वती बसेछ, मलाई सुपुत्री लाभ भएको छ। तपाईँलाई पनि धन्यवाद छ, थ्याङ्क यू। र पछिल्लो समयमा आज तपाईँको आजै मिति आजकै दिनमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी सुरुवात गरेको आज 4 वर्ष भएछ र आज राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरि पुरै भव्यका साथ दीप प्रज्वलन भएको छ देशैभरि। हजुरले कसरी हेर्नु भएको छ? उनीहरूको स्थापना दिवस आज मनाउँदैछन्। स्वाभाविक हो कि स्थानीय चुनावको लगत्तै त्यो पार्टीको जन्म भएको थियो। भनिन्छ त्यतिखेर रवि लामिछाने त्यो पार्टी स्थानीय चुनाव अगाडि नै गठन गरेको भए मेयरमा लड्न चाहनुहुन्थ्यो अरे काठमाडौँ महानगरपालिकाको। खैर उहाँ पछि अब राजनीतिक सोपान चढेर निर्वाचित भएर उहाँ सांसद पनि हुनुभयो, मन्त्री पनि हुनुभयो, गृहमन्त्री पनि हुनुभयो होइन। उहाँले अब अहिले जेल काटिरहनु भएको छ, जेल सजाय काटिरहनु भएको छ। सहकारी काण्डमा पूर्वपक्षमा थुनिनु भएको छ र तपाईँले भने जस्तै आज उनीहरूले हुन त चौथो वार्षिकोत्सव भन्छन्, तर यो 79 सालमा स्थापना भएको पार्टी हो। 79बाट 81, 81, 2, 82, 3 हजुर आज पुरा 3 पुरा भयो र 4 वर्ष टेक्यो त्यो पार्टी स्थापना भएको। र राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनीहरूको जन्म दिवसमा यो उनीहरूको जुन स्थापना दिवसमा म हार्दिक शुभकामना बधाई दिन चाहन्छु र उनीहरूको उत्तरोत्तर प्रगतिको पनि कामना गर्छु। दीप प्रज्वलन गरेर पार्टी स्थापनाको उनीहरूले खुसियाली मनाएका छन्। 77 जिल्लामा पञ्चेबाजा सहित पुरै जिल्लामा उहाँहरूले तर अब हल्का पिटिराख्नु भएको छ। सुन्नु न, देश यति पीडामा छ, सङ्कटमा छ, जनताहरूले दुःख पाइरहेछन्। अब हाम्रो पार्टी स्थापना भयो भनेर खुसी भएर ढोल पिट्नुको कति अर्थ होला भन्ने पनि कतिपयले भन्नुभयो। ठिक छ, उहाँहरूको खुसीमा हामी ईर्ष्या गर्दैनौँ, अगाडि बढ्नुहोस्। तर जनता र समाजले मुक्ति नपाएसम्म, देश हराभरा नभएसम्म, विकसित नभएसम्म, समृद्ध नबन्नेसम्म
हामी खुसी हुनुको खासै अर्थ पनि हुँदैन। अब सभापतिज्यू पनि हिरासतमै हुनुहुन्छ, भित्रै जेलमा हुनुहुन्छ। यता कार्यकर्ता भने पञ्चबाजा ढोल बजाएर पिटेर रमाइलो गरिराख्नु भएको छ होइन। अलिकति दुःखदको समय पनि अलिकति उहाँहरूले ख्याल नगरे हो कि अलि र्याङको ठ्याङ मिलेन कि होइन। हजुर, अब लगभग शोकमग्न अवस्थामै छ त्यो पार्टी भन्दा हुन्छ, किनभने त्यो पार्टीको अब चिसो भनेकै कोकाकोला, पत्रकार भनेकै ऋषि दवाला भने जस्तो सर्वश्री रवि लामिछानेज्यू जो मेरो आमाको मावलीपट्टिको आफन्त पनि हुनुहुन्छ, आमाको मावली हो, उहाँ अहिले भैरवा कारागारमा गर्मीमा थुनिनु भएको छ। अब यता डिपी हरियालजीको नेतृत्वमा खुब खुसियालीको पञ्चेबाजा ढोल पिटिँदैछ, केक काटिँदैछ, मिठाई बाँडिँदैछ भने यो खुसी के को लागि भनेर पनि मान्छेले भन्न सक्छन्। तर त्यो उहाँहरूको अधिकार हो, डेमोक्रेसीमा उहाँहरूको अधिकार हो। अहिले तपाईँले देखिरहनु भएको छ। हुन त हामी दुःखी हुनुपर्ने कैयौँ कारणहरू छन्। इजरायल र इरानको बिचमा झन्डै तृतीय विश्वयुद्ध, थर्ड वर्ल्ड वार नि होला कि जसरी बमबार्ड भइरहेको छ। इरानका पनि मान्छे हुन्, इजरायलका पनि मान्छे हुन्, निर्दोष मान्छे, गैर सैनिक मान्छे, इभन सैनिकको हत्या हुँदा पनि हामी दुःखी हुन्छौँ। त्यसरी त्यहाँ युद्ध भइरहेछ। यस्तो बेलामा हामी खुसी हुनै सक्दैनौँ, किनभने त्यो युद्ध रोकिनुपर्छ। तर फेरि आजै तपाईँको यो रिङको ठ्याङ गीत नाचेर ती गर्दै गर्दाखेरि होइन, फेरि आजै निर्वाचन आयोगले पनि महामन्त्री पूर्व कसरी भनौँ हामीले होइन, अहिलेको महामन्त्री नै तपाईँको चाहिँ नकुल ढकाल हुन् भनेर एउटा पत्र पठाएको छ भन्ने कुरा नि हल्ला छ। नकुल होइन, मुकुल ढकालज्यू महामन्त्री भनेर निर्वाचन आयोगले पनि भनिसकेको अवस्था छ। र साथसाथै फेरि मुकुल ढकालज्यू, महामन्त्री मुकुल ढकालज्यूले फेरि बैठक राखौँ भनेर फेरि पत्रचार पनि गर्नुभएको छ। यो कुरा हो अल्ला हो कि स्पष्ट के हो? तपाईँ आफै एउटा विश्लेषक, एउटा भौतिक लेभलको व्यक्तित्व पनि हुन्छ, स्पष्ट पार्नु पर्यो। त्यहाँ अलिकति एउटा कानुनी लफडा भएछ। हजुर, मुकुल ढकालजीलाई पार्टीबाट निष्कासित गर्दा वा निलम्बन गर्दा त्यसको सूचना निर्वाचन आयोगलाई पुर्याइयो कि पुर्याइएन? मलाई लाग्छ पुर्याएको भए त यो नहुनुपर्ने, किनभने निर्वाचन आयोगमा रजिस्टर्ड पार्टी हो त्यो, जसको संस्थापक महामन्त्री हुनुहुन्थ्यो मुकुल ढकालजी। उहाँ रवि लामिछानेजीको दाहिने हात मानिनुहुन्थ्यो, रवि लामिछानेको रबर स्टाम्प मानिनुहुन्थ्यो, मनमुटु जोडेको व्यक्ति मानिनुहुन्थ्यो। आज केही समय अगाडि उहाँ निष्कासित हुनुभएको छ, तर म राजसभामै छु, आधिकारिक पदमा छु भनेर उहाँले दाबी गरिरहनु भएको छ। र त्यो पार्टीले आधिकारिक महामन्त्री पनि तोकेको छैन, कार्यवाहक तोकेको छ। अब भोलि निर्वाचन आयोगमा उहाँ नि महामन्त्री महामन्त्री भएको भन्ने इम्प्रेसन छ। कानुनी भित्रमा चाहिँ मुकुल ढकालै रहेछन् भन्ने देखियो। यस्तो यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ढाँट छल गरेको हो त, जनतालाई पङ्गु बनाएको हो त होइन। अब यसरी भन्नुभन्दा पनि राष्ट्रपालले उहाँलाई हटायो, यो कुरो त सत्य हो। हटाएको कुरो निर्वाचन आयोगले बाहिरबाट जानकारी पाएर हुँदैन। जस्तो मैले सुने, मिडियाबाट सुने, अखबारमा पढेँ, रेडियोमा सुने, टेलिभिजनमा हेरेँ भनेर नहुने रहेछ। त्यसले आधिकारिक रूपमा पत्र प्राप्त गरिसकेपछि एउटा वैधानिकता प्राप्त गर्छ। अब उहाँहरू मुकुल ढकाललाई हटाएको कुरोको सूचना लिएर निर्वाचन आयोगमा जानु हो कि भएन, इमेल गर्नुभयो कि भएन भन्ने कुरा महत्त्वपूर्ण हो। सम्भवतः यो प्रश्नको जवाफ पनि छिटै आउला। होइन, बैठकै राख्नुपर्छ भनेर उहाँले पनि पत्रचार गर्नु पर्यो कार्यकर्तालाई। त्यसो भए त अब प्यारलली गुट बनाएर उहाँले राजसभा 2 बनाउन खोज्नु भयो कि? यता सुमना श्रेष्ठले पनि सिङ्गरी खेलिरहेको अवस्था छ, उता राष्ट्रिय स्वतन्त्र पार्टीले संसद निरन्तर अवरोध गरिरहेको अवस्था छ। तपाईँलाई थाहा छ। अनि यो खटपट किन भयो? अब यो त सिधा कुरा छ। मुकुल ढकालका केही कि सदनमा तपाईँको लफडाबाजी गरेर हो कि जुत्ता सुत्ता चप्पल खोलेर संसद चल्न पनि दिएका छन्, पैलेट कसेर आन्दोलन नाराबाजी गरेका छन्, सरकारलाई कमजोर पार्न खोजिरहेका छन्? यो के भएको? अब मैले रमाइलो देखाए हुन् जनतालाई। अब कार्यवाहक सभापति डिपी हरियालले म हुँ नेता, म हुँ कार्यवाहक, को यो नेता बन्न खोज्या भनेर हाकर हुक गरेको पनि मैले सुने, ठुलो ढाको गरेको। ठिक छ, अब उहाँ सभापति कार्यवाहक हुनु होला। तर जनताले मान्दैन। रवि नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि अब कमजोर भयो। राष्ट्रिय स्वतन्त्र पार्टी अब आउने मिसन 84 मा गर्दै जानेछ भन्ने जनताले पनि तर्क विचार गर्छ। रवि भनेकै राजसभा भनेकै रवि जस्तो पृथक होइन। राजसभाको भिजन छैन, एजेन्डा छैन, नेपालको कानुन गणतन्त्र माने छैन। स्पष्ट भनिदिनु पर्यो किन प्रदेशको भाग पनि लिएनन्, प्रदेश खारेज गर्नुपर्छ भन्ने मान्यता बोकेर हिँडेको छ नि। यो पनि धाँधली हो, यो षड्यन्त्र हो। उहाँहरूको भिजन छैन, केही छैन भन्ने कुरा पनि जनताले अब पहिला पत्रकार सम्मेलन गर्दा उहाँहरूले हजुर यो पार्टी जतिखेर स्थापना भएको थियो, रिपोर्टर्स क्लबमा एउटा पत्रकार सम्मेलन हुँदा हामी संघीयता मान्छौँ, धर्मनिरपेक्षता मान्छौँ, गणतन्त्र मान्छौँ, यसमा शङ्का नगर्नुहोस् भन्नुभएको थियो। संघीयता मान्छौँ भनेको त प्रदेश सरकारमा हिस्सा लिन्छौँ भन्ने हो। अब उहाँहरूले त्यतिखेर प्रदेश सभामा भाग नलिनुको कारण प्रदेश नमानेर होइन कि
वास्तवमा त्यतिखेर त्रुटि भयो, प्राविधिक त्रुटि भएर प्रदेशमा जान पाउनु भएन भन्ने कुरो पनि आएको थियो। तर अहिले रविजीले जेलबाट सन्देश पठाएको भन्ने कुरो त आयो, तर त्यसको आधिकारिकता छैन। रविजीले के पठाउनु भयो त्यस्तो चमत्कारी चिठी? अब प्रदेश हामी मान्दैनौँ, यसको पक्षमा छैनौँ, संविधान पुनर्लेखन गर्नुपर्छ, संशोधन गर्नुपर्छ भन्ने म्यासेज उहाँले पठाउनु भएको रहेछ। अब अखबारमा आएका कुरा, मिडियामा आएका कुरालाई आधिकारिक मानेर यसको व्याख्या विश्लेषण गर्ने कि यसलाई रविजीको आधिकारिक भनाइ भनेर अब मैले मेरो कान उहाँको मुख भएको छैन। अब जेलमा कुनै मिडिया जस्तो मिडिया लगेर इन्टरभ्यू दिने कुरा पनि आउँदैन। उहाँले आफ्ना विश्वास पात्र मार्फत सन्देश दिएको होला। फेरि त्यो पार्टीभित्र स्वर्णिम वाग्ले लगायतका मान्छे सङ्घीयता जसरी पनि चाहिन्छ, नाइ मलाई त्यही केटी चाहिन्छ सहीमा उफ्रीताफ्री गर्ने व्यक्ति। रवि पक्षको चाहिँ प्रदेश चाहिँदैन भन्ने, फेरि पूर्व काङ्ग्रेसकै नेता कार्यकर्ता स्वर्णिम वाग्ले फेरि सङ्घीयता चाहिन्छ, प्रदेश चाहिन्छ कहाँ हुन्छ भनेपछि अब राष्ट्रपा पार्टी त गोल्टिनी भयो नि त। अब अलिकति कन्ट्राडिक्सन छ। अब स्वर्णिम वाग्ले मनिष शाहहरू सङ्घीयता जसरी पनि चाहिन्छ, धर्मनिरपेक्षता चाहिन्छ, गणतन्त्र चाहिन्छ भन्नुहुन्छ। रविजी पनि वस्तुतः गणतन्त्रमा टिक्नु भएको छ, धन्यवाद छ होइन। तर मूल सैद्धान्तिक विषयवस्तुमा अलिकति राष्ट्रपाले ट्र्याक बदल्न खोजेको भन्ने छ। अब प्रदेश किन चाहिन्छ त? प्रदेश सेतो हात्ती जस्तो भयो कि यो इकोनोमिकली भाइबल भएन कि किन भयो भन्ने कुरोको जस्टिफिकेसन त उहाँहरूले दिनु होला। उहाँहरूको पार्टीको आधिकारिक निर्णय के आउला? डिपी अरियालले अब के भन्नुन्? किनभने डिपी अरियाल रवि लामिछानेको इसारा बिना पात पनि हल्लाउँदैनन्। अब अर्को कुरो सदनमा तपाईँले देखिरहनु भएको छ। अनि सदनमा चाहिँ भाँड भैलो किन गर्नुभयो उहाँहरूले? अब काम गर्नु पर्दैन? असार आइसक्यो, बर्खा आइसक्यो, जनता घर घरमा पानी पुर्याउनु पर्यो, खेतमा पानी पुर्याउनु पर्यो, धान रोप्नु पर्यो होइन? अन्न लाउने समयमा संसद विरोध गर्नु भएन नि? संसदमा धेरै कुराहरू हुन्छ नि। यो उहिले एउटा गाउँ गाउँ जनताको मागलाई सुनिश्चित गर्नको लागि संसद त चल्नै पर्यो नि। संसद बन्द हुनु अनिवार्य छ, देश घाटा हुनु हो। हेर्नुहोस् रविनाथजी, कहिलेकाहीँ के हुन्छ भने तपाईँ होस्ट पनि हुनुहुन्छ, गेस्ट पनि हुनुहुन्छ। तपाईँको मैले एउटा भिडियो हेरेको थिएँ, रुद्राक्ष आएर चट्ट प्रकाश भुजेलजीले तपाईँको इन्टरभ्यू गरिरहनु भएको थियो होइन। त्यो अहिले एकदमै भाइरल छ त्यो भिडियो। अब मैले त्यो हेरेँ, टिकटकतिर पनि आएछ, युट्युबतिर पनि आएछ, फेसबुकतिर पनि। कहिलेकाहीँ मान्छे के हुन्छ भने आफै फलाना आफै झाँक्री भने जस्तो हुन्छ। त तपाईँको कुरा के छ भने हिजो रवि लामिछाने सञ्चारकर्मी थिए, पछि उनको भूमिका बदलियो, राजनीतिकर्मी भए। अब अहिले यो संसद अवरुद्ध हुने कुरो भनेको राष्ट्रपालले इतिहासमै पहिलोचोटि गरेको त होइन नि। मायाप्रीत कुसुमे रुमाल भन्ने फिल्ममा एउटा गीत छ के, हजुर, नयाँ चोट लागेको होइन पुरानै घाउ बल्झिएछ। 2050-51 सालतिर रामशरण महत अर्थमन्त्री हुँदा हजुर नेकपा एमाले तत्कालीन अवस्थामा रामशरण महतको अमेरिकी लेबर ब्याङ्कमा लाखौँ लाख पैसा छ भनेर संसद अवरुद्ध गरेका थियो। अनि 2057 सालमा नेकपा एमाले 100 दिन सदन अवरोध गर्यो। अस्ति भर्खर माओवादीले पुरा संसद अवरोध गर्यो। सुरेन्द्र पाण्डेजी नेकपा एमालेको तर्फबाट अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँले बजेट पेश गर्न खोज्दा ब्रिफकेस फुटाइयो, यो त तपाईँलाई थाहा छ। त्यसपछि अस्ति भर्खर पनि नेपाली काङ्ग्रेसले सदन अवरुद्ध गरेर गगन थापाले ठुलो ढाको गरे। अब यो परम्परा के भइदियो भने बेल घेराउ गर्ने, रस्टम घेराउ गर्ने, माइक तोडफोड गर्ने, ब्रिफकेस तोड्ने, सदनमा आन्दोलन गर्ने, सडकमा गर्ने, यो खालको तमासाबाजी त भइरहेछ। प्रजातान्त्रिक विधि पद्धतिमा के हुन्छ भने म तपाईँसँग असहमत हुन सक्छु तर तपाईँको तर्कको सम्मानको निम्ति अन्तिमसम्म लड्छु भनेर भोल्टियरले विश्व प्रसिद्ध दार्शनिक फ्रान्सेली दार्शनिकले भन्नु नि भएको छ नि। यो सन्दर्भमा राष्ट्रपालले माओवादीले त सदन खोलिदियो। होइन, माओवादी त तपाईँको अब जनताले हामीलाई पिट्छन्, जुत्ता माला लाउँछन्, कालो मसल दल्छन्, अब हामीले संसदमा बन्द गर्नुहुन्न, संसद चल्न दिनुपर्छ भनेर प्रचण्ड त हार खाएर पनि हात सर्लकै छोडिदिनु भयो। सदन पनि चलेछ, माओवादी केन्द्र पनि खुसी भएर गज बजाएर गाउँ गाउँमा गइसक्यो उहाँहरू। हाल काल भएर बहादुरीपूर्वक पछाडि हटे हो कि अग्नि सापकोटाको केसलाई लिएर भन्ने कुरो पनि कतिपयले भने। मलाई तपाईँको पुरानो टिआरसी विधेयक पास भइसकेपछि त्यहाँ तपाईँको जनयुद्धको कालको कुनै मुद्दा सुद्धा केही लाग्दैन नि? होइन, सुन्नु न, त्यसमा पनि केही लफडाहरू छ। हजुर, ट्रुथ फाइन्डिङ एन्ड रिकन्सिलिएसन कमिसन हो टिआरसीको अर्थ। यहाँ धेरैलाई थाहा छैन, सत्य निरूपण मेलमिलाप आयोग हो। त्यसले युद्धका जघन्य अपराधहरूमा दुवै पक्षको सहमति बिना आम माफी दिन सक्दैन। यो कुरा ख्याल गर्नुहोस् तपाईँ। सहमति हुनुपर्छ। जस्तो एक्स्ट्रा जुडिसियल किलिङ भन्छ, गैर न्यायिक हत्या भोलि इन्टरनेसनल क्रिमिनल कोर्टमा जान सक्छ, आइसिजे जान सक्छ, हेग जान सक्छ। त्यस्ता मुद्दाहरू जघन्य अपराध बाहेक अन्य दुई पक्षको सहमति भएमा मुद्दा मिल्ने भन्ने कुरा छ टिआरसीमा जाँदाखेरि। तर यो टिआरसीको मातहत गएर सल्टिने मुद्दा हो। भोलि गौर हत्याकाण्डको केस आउला,
फाइल खोल्दा उपेन्द्र यादवलाई पक्कै अप्ठ्यारो पर्छ। अब यता पर्सामा काशी तिवारी हत्याकाण्डको फाइल खोल्यो भने प्रभु शाहको हलुवा टाइट हुन्छ। अब यता मोहम्मद अफ्ताब आलमको मुद्दालाई लिएर जुडिसियल रिभ्यूमा सरकार सर्वोच्च अदालत गइसक्यो। न्याय परिषदमा त्यो पुनरावेदन अदालतका न्यायाधीशहरू विरुद्ध उजुरी परिसक्यो। त्यस कारणले गर्दाखेरि यहाँनिर कानुनी कुरो सबभन्दा महत्त्वपूर्ण हो। अब हामी त्यता नजाउँ होइन। तपाईँले भन्दै गर्दा अब सुन्न, तपाईँले भन्दै गर्दा तपाईँ एउटा युवा नेता पनि हुन्छ, विश्लेषक पनि हुन्छ, होइन, स्पष्ट वक्ता पनि हुन्छ। अब यी ठुल्ठुला नेताहरूलाई चाहिँ कुनै न कुनै दिनमा चाहिँ सम्माननीय श्री राष्ट्रपतिज्यूबाट पनि कहिलेकाहीँ चाहिँ उहाँहरूलाई चाहिँ आम माफी पनि दिने चलन छ। यो चाहिँ के रहेछ? अलिकति कानुनको हेला भएको हो कि? यस्तो यो आम प्रचलनमा माफी दिने कुरा भए पनि हजुर अब कस्तो जनताले बुझेन। तपाईँ त अब कानुनी विद्यार्थी पनि हुनुहुन्छ। एकछिनको लागि रिगल ढकाललाई दियो। हजुर रिगल ढकालले कोही मान्छेलाई दिन दहाडै खोडा हानेर हत्या गरेको अभियोगमा उनी जेल परेका थिए। सम्मानित सर्वोच्च अदालतबाटै त्यो फैसला भएर उनी कैयौँ वर्षको लागि जेल परेका थिए। पछि सामान्य राष्ट्रपतिले अब संविधान दिवसको उपलक्ष्यमा तलबाट सिफारिस भएर आयो, आचरण ठिकठाक छ भन्ने आधारमा हजुर आम माफी दिने कुरा गर्नुभयो। रेशम चौधरीको हकमा पनि त्यही हो। तर धेरै नेताहरूले आम माफी पाए होइन, जघन्य अपराध गरेको केसमा आम माफी हुँदैन। पहिलो कुरो त्यो गर्नु पनि हुँदैन। तर त्यो उल्ट्यो नि त। सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर त्यो दिन मिल्दैन भनेर संविधानभन्दा माथि कोही पनि छैन। एबभ द कन्स्टिट्युसन अलेक्जेन्डर द ग्रेट कोही पनि पल्टिनु हुँदैन भन्ने मान्यता यही हो। अब यहाँनिर राष्ट्रपालले गरेको आन्दोलनको कुरा गरौँ। अब एउटा कुरा के छ भने नवराज सुवेदी भन्ने एउटा पिण्ड खानी बेला भइसक्यो भन्छन् कतिले, होइन। 87 वर्षको व्यक्ति जो अहिले आन्दोलन गर्छु राजा ल्याउँछु भनेर हिँडेका छन्, राजाले पनि पत्याएको अवस्था छैन। उनले लभ लेटर लेखे रवि लामी छानेर डिपी अरियालको नाममा, ल आउनुहोस् राजा फर्कौँ भनेर। अब डिपी अरियालले परिपक्वता देखाए, रवि लामी छानेको आदेशमा त्यो पत्र च्यातचुत गरे, त्यसलाई धन्यवाद दिनुपर्छ। हजुर किनभने तिमीहरूले गर्न सक्दैनौ, काइते रकमी जाली झेली कुरा नगर्नु भने। अहिले सदन अवरुद्ध गरेपछि एउटै एजेन्डा छ, रमेश लेखकको राजीनामा। म रमेश लेखकतिर के भन्न चाहन्छु भने तपाईँको कारण सिङ्गो संसद बन्धक छ, बजेट पास हुने कुरामा हर्डल छ, बाधा अवरोध छ भने बाधा अवरोध फुकाइदिनुहोस्, बाधा अडचन फुकाइदिनुहोस्, राजीनामा दिनुहोस्। नेपाली काङ्ग्रेसले अर्को गृहमन्त्री दियोस्, सामान्य प्रधानमन्त्री होइन। उहाँकै ठाउँमा नेपाली काङ्ग्रेसले युवा नेता ल्याए हो कि गृहमन्त्रीमा, होइन। उहाँले गर्दा अब देशै अब त विकास हुनुपर्ने हो, होइन। रमेश लेखक कम्पेरेटिभली त्यति गराएका पात्र होइनन्, सज्जन नै छन्, पैसासम्म लोभ गर्दैनन्, विवादास्पद छैनन्, आपराधिक पृष्ठभूमिको छैनन् भनेर चिनिएको हो, राइट। अनि उहाँ त महान नेता, शालीन नेता हुन्छ, राम्रो मान्छे हुन्छ, तर किन उहाँलाई आरोप किन लगाए? तर सुन्नुहोस्, दोष लाउन मिल्छ, तर होइन, प्रमाण चाहिएन। तीर्थराज भट्टराईले अध्यागमनमा बसेर, इमिग्रेसनमा बसेर, भिजिट भिसाको नाउँमा, मन्त्रीज्यूको नाउँमा उर्तीपूर्ति गरेको भन्ने कुरा कता कताबाट चुइयो। त्यो चुइसकेपछि उहाँ उप उजुर बाजुर भएको हो र शङ्का गरिएको, नक्कली उजुरी खडा गरेर मलाई फसाउन खोजे पनि भन्नुभयो। यद्यपि एउटा कुरा के भन्छु भने अख्तियार दुरुपयोग अनुसन्धानले यसलाई मसिनोसँग अध्ययन गरोस्, दुधको दुध पानीको पानी छुट्याओस्। यस्तो छ आदरणीय युवा नेताज्यू, तपाईँको राम्रो मान्छेलाई यहाँ टिक्न दिँदैनन्। उहाँ रमेश लेखकजी त राम्रो मान्छे हुन्छ, सामान्य प्रधानमन्त्री पनि राम्रो हुन्छ, विकास गर्नुपर्छ, देश बनाउनुपर्छ। आजै रिबन काट्न नेपाल देशभक्त प्रहरीज्यूलाई रिबन काट्न दिनुभयो प्रधानमन्त्रीज्यू। ल हेर्नुहोस्, फ्लाइओभर कति राम्रो बन्यो त्यहाँ, होइन, कोटेश्वर क्षेत्रमा। सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ रिबन काट्नु पर्ने, तर प्रधानमन्त्री कति त्यागी। ल हेर्नुहोस्, आज एसएसपीलाई दिनुभयो। उता दैलेखमा पनि पेट्रोल खानी उत्खनन भएको छ, यता पनि यो काम भएको छ, सुरुङ मार्गमा ब्रेक थ्रु भएको छ, निजगढ काठमाडौँ फास्ट ट्र्याकको काम गतिशील ढङ्गले अगाडि पछिल्लो समयमा प्रधानमन्त्रीज्यूले राम्रो काम गर्न थाल्नु भयो नि, फाइल खोल्न थाल्नु भयो, पूर्व नेताहरूलाई पनि क्रप ज्याप समातेर चाहिँ कारवाही गर्न थाल्नु भएको छ, उहाँले चमत्कारी देखाउनु भएको छ। अब जनताले पनि ओहो वाह आई लभ यु केपी ओलीज्यू भन्न थालिसके। तपाईँको के छ धारणा? यस्तो काम गरेको कुरालाई मुक्त कण्ठले तारिफ गरेर कन्जुसियाई गर्नु हुँदैन। अब नकारात्मकता छ भने त्यो नकारात्मक कुरा हो, सकारात्मक कुरालाई वाव भन्नुपर्छ, तारिफ गर्नुपर्छ। हजुर भनेपछि अब देशैभरि अब यस्तो भइसक्यो। अब हुन्छ 84 को चुनावमा एमाले राम्रै होल्ड गर्छ भन्ने कुरा, काङ्ग्रेस र माओवादी पत्तासाप त्यसो भन्नु त भएन। जनताले काम गरेको मूल्याङ्कनमा त एमालेलाई दिन्छ नि, अब दिनुपर्ने हो, दिनुपर्छ, होइन, त्यो हुनुपर्ने हो।
अब अहिले राष्ट्रपाले के गर्नु पर्यो भने बाटो खोल्नु पर्यो। पहिलो कुरो त रमेश लेखकजीले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा पनि हुन्छ। हजुर, किनभने आरोप लाग्दा पनि स्वच्छ छविका नेताले के गर्छन् भने यदि म स्वच्छ छु भने म माथि अनुसन्धान गर्नुहोस् भनेर भन्छु। त्यतिखेर रमेश लेखकले रवि लामिछानेलाई ट्युसन पढाउनु हो। हजुर, तपाईमाथि सहकारी ठगीको इल्जाम छ, आरोपको कलङ्कको टीका छ, तपाईले नैतिकताको आधारमा राजीनामा दिनुस् भनेर जे सिकाउनु त्यही परेको हुनाले त्यही बोलीलाई चाहिँ रासपाले त्यही बोलीलाई उल्लिरहेछ। अब उसले इगोको विषय पनि बनायो, पोलिटिकल एजेन्डा पनि बनायो, माओवादी त्यो ब्याक भइसक्यो। अब रासपा पनि बहादुरीपूर्वक पछाडि हट्छ या सदन अवरुद्ध गरिरहन्छ, यो हेर्नु बाँकी छ। तल पोलिटिकल रासपाको साथमा राप्रपाले पनि विरोध गरिरहेछन्। यो राप्रपा भनेर त जहाँ धमिलो पानी देख्छ त्यहाँ जाल फ्याँकिहाल्छ, बल्छी फ्याँकिहाल्छ। 2-4 दिन अगाडि चाहिँ सदन उहाँहरूले अवरुद्ध गरिरहनु भएको थियो, तर हिजो आज चाहिँ उहाँहरू सेलाउन थाल्नु भएको छ। एकजना मान्यजी मात्रै बोल्न थाल्नु भएको छ, जुम्लाका मान्य। होइन, त्यो अर्थै छैन, त्यो बेकार स्टन्टको लागि हो। जसो जसो बाहुन बाजे उसे स्वाहा। तर थाकिसक्यो नि, अब नवरा सुवेदीबाट हुँदैन। होइन, राप्रपा भनेको त तपाईँको यो विघटित पञ्चमण्डलीको विघटित क्लब हो, त्यसको कुनै अर्थै छैन। यसले खासै निकासै निकाल्दैन। त्यसकारण राप्रपाबाट केही हुन्छ भन्नु र खेराको बोटमा जाइफल फल्छ भन्नु एकै हो। अन्तिममा म यही भन्छु कि राजीनामा दिएर रमेश लेखकजीले बाटो खोलिदिने, भोलि निर्दोष प्रमाणित हुनु भने फेरि पदमा पुनर्बहाली हुनुहुन्छ। अब त्यो गर्नुहुन्न भने राष्ट्रपालले एउटा उपाय ल्याउने, ताकि सर्प पनि भागोस् रटी पनि। हामी अन्तिम मध्यममा छौँ युवा नेताज्यू, सबै कुरा भनिदिनु तपाईँले स्पष्ट। पर्सामा फेरि रविजीलाई मुद्दा दर्ता पर्यो भन्ने कुरा छ नि, यो के हो स्पष्ट? रूपन्देही जिल्लाको कारागारबाट पर्सा जिल्लामा लगिँदै भन्ने कुरा पनि आएको छ। त्यहाँ नेपाल प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो अफ पुलिस CIB ले अनुसन्धान गरेर पर्साको सानो पाइला सहकारीमा पहिलोचोटि रवि लामिछानेको अहिलेसम्म के थियो भने सेयर होल्डर छैन, काहीँ पनि ऋणी होइन भनेको थियो। त्यहाँ चाहिँ सेयर होल्डर पनि भएको हो, सेयरको सदस्यता पनि लिएको, सेयर लिएको र त्यहाँबाट ऋण पनि लिएको भन्ने कुरा आयो हो होइन। त्यो आधारमा चाहिँ 11 करोड बिगो दाबी गरेको छ। त्यसरी मुद्दा अभियोजन गरेको अवस्था छ र सम्भवतः उहाँ त्यहाँ जाँदै हुनुहुन्छ, उहाँमाथि अनुसन्धान हुँदैछ। अनि सबै ठाउँमा चाहिँ प्रमाणसहित मुद्दा दर्ता भएको छन्, तर रासपाले चाहिँ हो हामीले गल्ती गरेको भन्न सक्दैन। किन स्पष्ट? किन मुख चाहिँ उहाँहरूले उल्टो बोलिरहनु भएको छ? रासपा बाहेक अरू सबै गलत, रासपा बाहेक अरू सबै खतम भन्ने छ त उहाँहरूको। आफू मात्रै ठिक, आफू मात्रै सज्जन, अरू सबै दुर्जन भन्ने छ। त्यसकारण एकचोटि भित्रकै कुराहरू चाहिँ स्पष्ट हो भनेर आम जनतालाई भन्दै त हुन्थ्यो नि। हुन्थ्यो, त्यो गर्नु पनि पर्छ। किन ढाँट छल गरे आज? जनतालाई किन पङ्गो बनायो त? सही कुरा हो। चितवनका जनतालाई ढाँट्न मिल्छ? यस्तो हो, अब अदालतमा गएका कुराहरूको मिडिया ट्रायल भन्दा पनि कोर्टको ट्रायल हुन्छ। दुधको दुध, पानीको पानी छुट्याउनु पर्छ, तथ्य र प्रमाणको आधारमा हेर्दै जाउँ। अब त्यो न्यायालयको भर हो, हामी न्यायालयमा आशावादी छौँ। हस् त, समय दिनुमा आदरणीय कमरेडज्यू। हुन्छ, न्यायको मन्दिरमा गएर फैसला हुन्छ। धन्यवाद। हस् त, धन्यवाद।